ए भो, हल्ला नगर। आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। नमस्ते, म पृच्छा। वेलकम टु वाट्स। म आज आफ्नो आक्रोशलाई शब्द मार्फत तपाईँहरूको माझमा प्रस्तुत गर्न गइरहेको छु। ए भो, हल्ला नगर। आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। तिमी आवाज नउठाऊ, किनकि आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। पेट 2 दिनको भोको छ? भोको होस्, पेट नगडगडाओस्, यसको हेक्का रहोस्, किनकि आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। छातीमा गोली लाग्यो? लागोस्। प्राण गयो? जाओस्। तर यसको हेक्का रहोस्, छातीमा गोली लाग्दा अय्या नहोस्, घरमा मुर्दा आफन्त देख्दा रुवा बासी नहोस्, किनकि आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। तिमीले पढ्यौ, राम्रो गर्यौ, संसार हेऱ्यौ, गजबै गर्यौ, अन्याय देख्यौ, उल्कै गर्यौ, तर आवाज उठायो? यहाँनिर गलत गर्यौ, किनकि आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। मेरो देशको सरकारको गद्दीमा बसेका मेरा बाउका हजुरबाउले यानि मेरा जिजुबाउले यो देशका युवाका लागि कानुन बनाउँछन्, जुन कानुनको भविष्य उनीहरू जस्तै या त बैशाखीको भरमा हुन्छ, या व्हील चेयरमा, या त केही दिनमा अर्थीमा। म जान्दिनँ मेरो सरकार आवाजदेखि डराएको हो कि मेरो सरकार विद्रोहदेखि डराएको हो कि मेरो सरकार परिवर्तनदेखि डराएको हो। तर तिमी हल्ला नगर, किनकि आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। साँच्चै सरकार सोल्टी? खै कहिले हो कुन्नी एकताका राणाहरू पनि आवाजदेखि डराएथे। आज तिमी पनि आवाजदेखि डराउँदैछौ, तर तिमी नअत्तालिऊ। मैले यो भन्दै सबैलाई थमथमाएको छु। हे भो, हल्ला नगर। आवाजदेखि मेरो सरकारलाई डर लाग्छ। थ्याङ्क यू फर वाचिङ। फेरि अर्को एपिसोडमा लगत्तै भेटौँला। धन्यवाद।